हामीले त्यति। म हुँ भीमे, म सपना देख्छु। अर्जुन रामेश्वर अर्जुन मेरो कपाल कहिले आउँछ? बहुपेट सुबेदार मिसलाई मनपर्ने भनेको गिटार बजाएर गीत गाएको एकदमै मनपर्छ। पर्से झ्याप्ले कान्छो चक्कु सब गएका छन् सघाउन। तिनीहरू मिसका पछि कुदिरहेका छन्। लु भन्नुहोस् यो के हो? आवाज निकालेर बोल्नुहोस् न। हे भगवान, दियो झ्याप्ले दियो। यो औषधि झुकेर मान्छेले खायो भने के हुन्छ? मान्छेले जेले खाए पनि त्यसलाई मनी लागिगयो नि। त्यो त तेरा पछाडि माया गर्दै कुना थालिहाल्छ नि। अब जे भयो पनि मिसको बर्थडे भनेर लड्डु ल्याइहाले, खाइदिनु त मिस। कुरा मिलाए सुझा मिस नखाने लड्डु मिस तपाईँ खाने नखाने भन्नु त। गोली त खाना त खादिन, त्यही पनि प्रसाद हो, त्यही राखिदिनुहोस् न। म ड्रेस चेन्ज गरेर आउँछु अनि खान्छु। ल मैले टेबलमा राख्दैछु, खानु है त जसरी पनि। अब एकछिनपछि मिसले लड्डु खानुहुन्छ र लड्डु खाएपछि दबाईले असर गर्छ र मिसले मलाई माया गर्नुहुन्छ। त्यो लड्डु सबै हामीलाई ल्याएर दिनु, मिसले खानुभन्दा अगाडि नि फेरि। मलाई हाँसेको त्यति हो काम? कतिवटा लड्डु छ? लड्डु 1 2 3 4 5। छोड्दैन, जतिसुकै होस् क्या, तर त्यो सबै लड्डु हामीलाई ल्याएर दिनु नि फेरि। ठिक छ, तिमीहरू बसेर गर। तर मिसले लड्डु खाएको छ भने त बर्बाद हुने भयो नि यार। हो तेरिका यो ढल्के यति हेराउनु पर्ने। ल यसले लड्डु खायो भने कतिवटा लड्डु छ भन्ने कुरो तिनीहरूलाई थाहा छैन। एउटा खाए फेरि कहाँबाट आयो मलाई डिस्टर्ब गर्नु? यसले मेरो माया प्रेममा खेलबाट गर्छ क्या हो? मलाई ढुकाउ मिसाउने बेला भयो। अब यसो ढल्केले लड्डु लिएर आउँछ। ढल्केको हातबाट लड्डु लिइसकेपछि मेरै हातले मिसलाई गाउँछु। अनि त के हो लड्डु? मलाई आज त यति सानो काम, तिमीहरू लड्डु चाहिँ किन मगाएको? यो लड्डु छ नि, यो लड्डु पर्सेले यस्तो फोठाउबाट किनेर लिएर आएको नि, मेरै आँखाले देखेको। यस्तो फोरै फोर त्यहाँ हरियो झिँगै झिँगा यस्तो चिज त्यो मिसलाई लगेर खुवाउँदा मिसको भित्रबाट फेरि झिँगा निस्क्यो भने मर्दिनन् मिस। यो लड्डु खायो भने नि 7 दिन 7 रात ठाडो पखाला लाग्छ नि, तिती फोर्छ नि। त्यति मात्र होइन, यो लड्डु छ नि, यो लड्डु खाने मान्छे त सिधै माथि जान्छ। पर्सेले यो लड्डु मिसलाई खुवाएर नि ठाडै मार्नु खोजे जस्तो लाग्यो। त्यही भएर मैले यो लड्डु यहाँ मगाएको। यस्तो फोहोर लड्डु त्यो पर्सेले मुसीलाई खुवाउन आँटेको। चिठी 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 खुवाउने मलाई हाँस उठेन, मलाई रिस उठ्यो। सबै बर्बाद पारिहाल्यो नि। के पो गर्छ यो?
खतम पारिहाल्यो नि। आँखा आँखा बोलिरहे, ओठले बोल्न सकेन, भोक प्यास निन्द हरायो, आफ्नो मुटु आफ्नै भएन, तिमीले किन भनेनौ, तिमीले किन सोधेनौ, काइलो गाँसो भनेर। अनि यत्रो बेर भइसक्यो त अन मिस किन नआएको होला? हेर भाइ, तिमी दिल्ले दाईको गाउँमा आएको छौ। तिमीले अब मेरो घरमा भात नखाइ जान पाउँदैनौ, बुझेनौ? अब तिमी हाम्रो गाउँमा आइसकेपछि तिमीलाई मैले इज्जत दिनुपर्छ। त्यस कारणले तिमी केही टेन्सन नलेऊ। दिल्ले दाई भनेको यो गाउँको हुनेवाला गाविस अध्यक्ष हो, होइन? बरु तिमीलाई के खान मन छ त्यो मलाई भन। खसीको मासु खान्छौ कि बङ्गुरको मासु खान्छौ कि कुखुराको मासु खान्छौ कि अथवा साग सब्जी घिउ जे चाहिन्छ तिमी मलाई भन। म मेरो बुढीलाई फोन गरिहाल्छु, आज हाम्रोमा खाना खाने है त। ए दाइ तपाईँ पनि म सिधै कान्छ हौ। झोला बोकेर आएँ भन्दैमा तपाईँले नयाँ सम्झेर यसो भन्ने तपाईँको बानी कहिल्यै गएन है। मान्छे पनि नचिन्ने भइसक्यो। नेक्स्ट आँखा आँखा बोलिरहे, ओठले बोल्नै सकेन, भोक प्यास निन्द हरायो, आफ्नो मुटु आफ्नै भएन। परशुजी आई लभ यु। एउटा लड्डु खाँदा त मेरो यस्तो हालत भयो भने 5 लड्डु खाएको भए मेरो के हालत हुन्थ्यो होला। अब तपाईँ र म बिहे गरेर यी सेटल भएर बस्नुपर्छ। ओके लड्डु त मैले अरू मिसलाई दिएको थिएँ त, यो ढल्के दाइले खायो कि परशुजी। परशुजी, तपाईँ र मेरो सम्बन्ध जन्म जन्मको हो। यो क अनि ख, यो ग अनि यो घ अनि ङ। तपाईँहरू पढ्न थाले के गर्नु लाग्नुभयो? हौ नानी, बुढो आऊ है, तिमी पनि काम सिकिराख। भोलि पर्सि बिहा गरेपछि काम पो लाग्छ है। नानी आऊ बाती काट्न, पछि धर्म कर्ममा काम लाग्छ। म कहाँ आउँछु र, म यहाँ पढाउनु पो आएको त। आऊ है बाबा, अहिले बुढी मान्छेले लोथार पछार पार्छन्। धन्न आयो र बाँच्यौ, नभए मार्थिन् बुढीले। लु नानी, साग केलाउनु सिक। के को साग? आऊ न यहाँ बत्ती काट्नलाई। बाती काट्न भने धर्म कर्म पनि सिक्नु पर्छ। के को साग, के को बासी? केटीको बिहा भएको छैन, किन साग केलाउनु? सबैभन्दा पहिलो त केटा फकाउनु पर्यो। केटा कसरी फकाउनु पर्ने मलाई थाहा छ। चौबन्दी चले काइँचैमा सारे तारे केटीलाई, चौबन्दी चले काइँचैमा सारे तारे केटीलाई। चुप लाग्नुहोस् तपाईँ, पहिला साग केलाउनु सिक्नु पर्छ नि। तिमीले भनेर हुन्छ, यहाँ गीत सिक्नुपर्छ। तिमीले बाँकी सिक्नुपर्छ। पनि चोरेर बेच्न आँटेको तिमीले? हे भगवान, दिल्ले जिल्ला आरोप लाउने त यति बेलासम्म कहाँ गएको तिमी? मलाई म खोज्दा खोज्दा तिमीलाई के भयो त? गाउँका सम्पूर्ण मान्छेहरू चिचुतन भन्ने मेरो चाहना, तर के गर्नु, कोही नहुने भयो। अब
प्रौढ त झन् हुनै नसक्ने भयो मिसले पढाउन नसकेर हिँडिछन् मलाई के मतलब हुनेवाला गाविस अध्यक्ष भइसकेपछि सम्पूर्ण शिक्षित हुँदाखेरि मेरो इज्जत बढ्छ कि बढ्दैन थियो भन् त मेरो इज्जत बढ्नु भनेको तेरो पनि इज्जत बढ्नु हो तैँले कुरै बुझ्दिनस् अब पढ्न रेडी भएका सुरु गरेका बुढाबुढीले पनि नपढिदिइसकेपछि के स्थिति हुन्छ अब गाउँमा भन्छ तिमी भाइ के खोजेको पर्से मिसलाई खोजेको सानो काम थियो मिसलाई खोजेको मिसहरू त भागिसके भागे किन ती बुढी आमाहरूले ल्याङ गरेर कहिले तरकारी किन्न लगाउँछन् कहिले चामल किन्न लगाउँछन् कहिले भाँडा मोल्न लगाउँछन् कहिले बाती काट्न लगाउँछन् दिक्क भएर ती मिस त भागिन् ला सुविधा छ यो मिसले पढाउन सकिन्छ हौ अध्यक्षज्यू सिसा झिरिप जिन्दगी त ल्याङफेक भनेको यही हो नि त हौ के कुन पनि कसरी त हो अनि ओ आ पढाउँदाखेरि अलि कतै गर्छन् यी पढाउँदा गर्दो रहेछ त्यहाँसम्म त ठिकै थियो अब तरकारी काट्नु सिकाउनु थालेछ त्यही माथि बाटी काट्नु अनि नाच्न गाउन सिकाउनु थालेछ कहाँ टिक्नु हिँडो नि मिस त अब पढ्न नपाउने भए त यी बुढी आमाहरूले मेरो सोल्टिनीको पनि बिजोकै भयो त अब यिनीहरूको ल्याप्चेपै बित्ने भयो त जिन्दगी बित्दैन हौ कसरी मैले नयाँ मिसको लागि खबर गरिसकेको छ भोलिदेखि नयाँ मिस आएर पढाउँदैछन् ए हो र गाउँमा नयाँ मिस आउने अरे ती मिस पनि खासै बिग्रिन जस्तो छैन ए हो र फेरि तिनलाई पनि त्यही बाटी काट्न र तरकारी केलाउन त सिकाउलान् बुढी आमाहरूले अब दामी हुने भयो को भागो डिल्ले भाग्ने खालको मान्छे हो डिल्ले जी कुखुरा चेपेको छ र यसो निकाल्न गएको हौ तसो काम छ एकछिन आइज त यहाँ के भयो हौ सिसा झिरिप जिन्दगी ल्याङफेक भनेको यही हो अब रेला नगर है डिल्ले बाटोमा हिँड्ने मान्छे जो नयाँ देखो उसलाई चाहिँ ल्याङ गरेर हैरान पार्नुपर्छ जो नयाँ मान्छे भेटो उसलाई चाहिँ मासु र भात खुवाउँछु कहिले सुँगुरको मासु कहिले खसीको मासु कहिले कुखुराको मासु खुवाउँछु भनेर हल्ला गरेर अनि छोडेर भागेर चाहिँ यसरी गाउँको बदनाम गर्नु पाइन्छ के गर्नु मान्छेमा सुविधार मेरो नाम त डिल्ले दिल भएको मान्छे हो मलाई त लान मन लाग्छ नि तर के गर्नु बुढी मान्दिन हौ त्यसरी भनेर कहाँ पाइन्छ र गाउँको इज्जत जाँदैन तेरो इज्जत जानु भनेको मेरो इज्जत जानु मेचुमा सुधारको इज्जत जानु भनेको गाउँको इज्जत जानु होइन यो गाउँको गान्ने मान्ने बुझ्ने मान्छे भनेको म हो तिमी बुझ्ने मान्छे केही शङ्का छ त ल तिमी बुझ्ने मान्छे भने तिमीलाई म एउटा क्वेसन गर्छु मलाई एन्सर देऊ है त हौ हजारैवटा क्वेसन गर्न म फ्याटा एन्सर दिइहाल्छु लु भन् त ल सुन एउटा ट्र्याक्टर सोरुममा एकजना मान्छे ट्र्याक्टर किन्न गयो कन्फर्म तर ट्र्याक्टर पाएन किन ट्र्याक्टरै थिएन नि त अरे त्यति राखे कुरो आउँदैन होइन सोरुम बन्द थियो हौ अप्ठ्यारो पो गरी भनिस् त अब अर्को फोन अर्को क्वेसन एउटा मान्छे ट्र्याक्टर किन्न गयो त्यही क्वेसन ट्र्याक्टर पाएन किन हौ ट्र्याक्टर सोरुम बन्द थियो अघि तैँले भनिहालिस् नि होइन ट्र्याक्टर किन्ने मान्छे गएकै थिएन हौ यस्तो उल्फटेक कुरा गरेर मेरो दिमाग भाँड्ने काम नगरे राम्रो हुँदैन भनिदिएको छु नि त मात्रै जान्ने म झन् खतरा जान्ने तँलाई अब म क्वेसन गर्छु एन्सर दिनु सक्छस् कन्फर्म हो आकाशमा चरा उड्दै थियो फेरि गरेर त्यसले चाहिँ बिस्तायो तल हिँड्ने मान्छे बाटोमा हिँड्ने मान्छेको टाउकोमा लागेन किन भन् त टोपी लगाएको थियो होला होइन
जो दिन तेरी छोराले कटु लगाएको रहेछ नि त पछि कुरा खुब खतरा भन्छी छैन अहिलेदेखि आज नयाँ मिसाउने दिन जहिले कसैले ओभरटेक गर्छ आज त म सुरुमा गएर स्वागत गर्छु जसरी पनि गर्छु म आज अर्को मिस आउने दिन अरू मिस गएर के भयो त रेणुका मिस आउँदै हुनुहुन्छ यो मिसलाई त कन्फर्म एट्याक मिन्स कन्फर्म प्रपोज राम 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 ओइ सकु कहाँ गएको म आउँदिन भागो के जस्तो लाग्दैछ मिसलाई म फुलको गुच्छाले स्वागत गर्छु हे भगवान् राम्रै मिसाउनेको त कस्तो भैँसी जस्तो पो रहेछ हेन्सम मात्रै हुनुपर्छ कि केटी त कति पाइन्छ अरे त्यो झ्यामले किन कुद्दै आउँदैछ कहाँ कुदेको ए छोड्नु नगर ए जानु छोड्नु अनि ए छोड्नु नगर मिस छोड्नु ए मिस छोड्दै मेरो घरमा काम छोड्नु नगर के चालको मिस भेट्नु दिमाग हुनु पर्यो न भेट्ने दम हुनु पर्यो नि त म जान्छु एउटा फुल देखे मैले फुलहरूको माझमा ओके के थियो भन्नुहोस् यहाँ सिंहबाहिनी चोक कहाँ मिल पर्छ सिंहबाहिनी चोक यही त हो नि सिंहबाहिनी चोक अनि तपाईँ चाहिँ को हो नि बाई द वे अन द वे म प्रौढ शिक्षा पढाउन आएको 1 हप्ताको लागि म मिस हो मिस